सीताराम गुरु चाहिँ गजेन्द्र मोक्षधाम त्रिवेणीको सङ्गममा एकदम कठोर साधना गर्दै हुनुहुन्छ। उहाँ चाहिँ ज्योतिष आचार्य र तान्त्रिक पनि हुनुहुन्छ र उहाँले चाहिँ धेरै नै विधिबाट चाहिँ एकदम साधना गर्दै हुनुहुन्छ र यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ एकदम सुन्दर रमणीक गजेन्द्र मोक्षधामको त्रिवेणी सङ्गम। यो नदी एकदम पावन नदी छ र यहाँ भनिन्छ कि यहाँ जसले चाहिँ यो नदी गजेन्द्र मोक्षधाममा चाहिँ जसले चाहिँ के अरे पवित्र हुन्छ त्यसको पितृकुल दोष पनि सबै मेटिन्छ र यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सीताराम गुरु चाहिँ घोर साधनामा हुनुहुन्छ, लीन हुनुहुन्छ र अब चाहिँ के अरे यो साधनाप्रतिको फल हाम्रो भक्तजनहरूलाई पनि पाउनुहुन्छ र यहाँ हेर्न सक्नुहुन्छ एकदम रमणीक दृश्य।